अहिले राजनेटामा स्याउहरू फुलेर ढकमक्क भइसकेका छन्। हजुरलाई हामी यहाँ प्रत्यक्ष रूपमा देखाउन चाहन्छौँ। यहाँको राजनेटाको स्याउहरू, पलाँताको स्याउहरू यहाँ फुलेर ढकमक्क भइसकेको छ। हजुरलाई हामी यसबारे विशेष चर्चा गर्न चाहन्छौँ। यहाँको स्याउहरू फुलिसकेको छ र यो स्याउ ठुलो हुन्छ। ठुलो भइसकेपछि यहाँ बिक्री वितरण कता हुन्छ, के हुन्छ भन्ने कुरा हामी यसको बारेमा विशेष हामी हजुरहरूलाई जानकारी गराउन चाहनेछौँ र यस मार्फत हामीलाई यहाँको अहिले दृश्य प्रत्यक्ष रूपमा हामीले हजुरहरूमा देखाउन चाहन्छौँ। यहाँ यो स्याउ फुलिसकेको छ। हामीहरूले प्रत्यक्ष रूपमा हजुरलाई देखाउन चाहन्छौँ। यहाँ स्याउहरू फलिसकेपछि कता लिएर बिक्री वितरण गर्छन् यहाँको किसानहरू, हामीहरूले उहाँसँग पनि बुझ्नेछौँ र यसै क्रममा हामीले यहाँको हजुरलाई हामी प्रत्यक्ष रूपमा देखाउन चाहन्छौँ। यहाँको स्याउहरू हजुरले यहाँ देखिसक्नु भएको छ। यत्रो बगैँचा छ यहाँभित्र। हामीले प्रत्यक्ष रूपमा बगैँचामा आएर हामीले हजुरहरूलाई हामीले देखाइरहेका छौँ। यतातिरको स्याउहरू पुरै हेर्नुहोस्, हामीले यसरी हजुर मार्फत हामीले देखाइरहेका छौँ र यत्रो यत्रो लगभग 7-8 वर्षको जतिको रुखहरू छ। यहाँ हामीले प्रत्यक्ष रूपमा हामीले तपाईँहरूमा देखाइरहेका छौँ। यो माथिको भेग हजुरलाई हामी प्रत्यक्ष रूपमा देखाइरहेका छौँ। यहाँभित्र ओखर छ, आरुको रुखहरू छ, चुलीहरू छ, यहाँतिर नस्पतिहरू छ। सम्पूर्ण फलफुलहरू यहाँ फुलिरहेको छ। यो फलफुलहरू चुली, आरु, स्याउ, ओखरहरू सबै सँगै फल्छ। यसको बारेमा हामी विशेष हजुरलाई हामी जानकारी गराउन चाहिरहेको छौँ। हामीले यहाँ के छ हजुरहरूमा हामीले सम्पूर्ण बोट बिरुवाहरू हामीले देखाइरहेका छौँ। हजुरले यहाँ देख्न सक्नुहुन्छ। हामीले यतातिरको भ्याग पुरै देखाइरहेका छौँ। यो भ्याग सम्पूर्ण हामीले तपाईँको माझ हामीले प्रत्यक्ष रूपमा देखाइरहेका छौँ। यहाँ हजुरहरूले यहाँ हेर्नुहोस्, यहाँ माथिको भ्याग हो, माथितिर पनि यस्तोहरू स्याउ छ। पुरै यतातिर हजुरलाई हामी देखाइरहेका छौँ। यो पुरै स्याउ यतातिर यहाँ स्याउ छ, आरु छ, ओखर छ। यहाँभित्र स्याउको लगभग 8-9 वर्षको बुट्टाहरू हो। यो बुट्टा फल्छ जहिले पनि। अहिले चाहिँ फुलिरहेको छ। हामीहरूले प्रत्यक्ष रूपमा हजुरहरूलाई हामी देखाइरहेका छौँ। यहाँ यो भेग हामीले तलको भेग पनि हजुरलाई हामी देखाउन चाहन्छौँ। यो तलको भेग पनि यसरी स्याउहरू टन्नै छ। यतातिर हजुरले प्रत्यक्ष रूपमा हामीले देखाइरहेका छौँ। यहाँ स्याउहरू फुलि